ओइ धन्न यार ला अमोय ओइ लागिरा ल मुख छाड्या त्यो मान्छेहरूको ठाउँमा यो चाहिँ भएको यो लखटी लखटी हान्थ्यो होइन सो आइल्यान्ड मस्त प्राइज होइन अब दाइ र म चाहिँ दाइको सब्जी राखेको होइन गएर आएको यस्तो जाडो रहेछ यस्तो चिसो है बाटो पनि हेर्नु न पुरै शीतै शीत छ जाडो त्यस्तै चिसो त्यस्तै कस्तो भने सिक्न नै धरिरहेको भने यार सिक्न नै धर्या भने अहिले आउँदाखेरि त अहिले चाहिँ अब अलिकति सब्जीमा हातै राख्न पाइयो होइन त्यो ऊ भइरहेछ अब बाटो यस्तो सुनसान छ जङ्गल त्यसमा त्यो यस्तो यस्तो साउन्ड आउँछ र चाहिँ अब कहाँदेखि भने सिङ्गेदेखि चाहिँ अब हामी फर्केको होइन अब बाटो अब यस्तो सिटै सिट छ यहाँ चाहिँ अब के रिक्स हुन्छ भने यस्तो बाटोमा चाहिँ अब चिप्लिन्छ भनेर चाहिँ अलिकति डर लाग्छ क्या मलाई त्यही भएर चाहिँ अब ढुक्कसम्म चाहिँ अलिकति हुँदैन त्यसमा चाहिँ अब हाम्रो बाइकको टायर पनि तालु छ कि तालु छ त्यही भएर चाहिँ अब हाम्रो माथि घरबाट देख्ने त्यो ऊ छ नि झिलिबिली छ नि ततिर हेर्दा यही डाँडा हो कि क्या हो यही हो माथि हाम्रो घरबाट हेर्दाखेरि त्यो ठाउँ चाहिँ बबाल देख्छ कि त्यहाँ चाहिँ अब मिस्टिक माउन्टेन छ है आउँदाखेरि चाहिँ बनाउन पाएन सामानहरू टन्नै थियो भिडियोमा चाहिँ आइफोन हो अघि चाहिँ अब अलिकति सामानहरूले गर्दाखेरि चाहिँ अब अलिकति भ्लग गर्न पाएन अब गोब्रो सोब्रो छैन मोबाइल स्ट्यान्ड छैन खस्रे आइपुग्यो अहिले चाहिँ अब है चिसो बवाल छ राइड चाहिँ फेरि सेफ हान्नुपर्छ यहाँनिर जो जो यो धुलीखेलबाट चाहिँ अब धुलीखेलतिर बाटो बन्द हुँदा चाहिँ प्रायः मान्छेहरू यही बाटो हिँड्दो रहेछ कि यो बाटो हिँड्दाखेरि चाहिँ म चाहिँ के भन्छु भने अब दिउँसो हिँड्दा त ठिकै छ दिउँसो पनि अब हुन्छ हुन त त्यस्तोतिर चाहिँ अलिकति सेफ राइड गर्नु होला आफै ए यहाँ नालिस सालिस पनि पाउँछ होइन हन्टी हिँड्ने बत्ती सत्ती कपालेर राति दिउँसो बास हेर्दै आउँछ कि टक्क कहाँनिर बास बस्दो रहेछ भनेर टक्क राति जाने टक्क हान्ने यस्तो शीत छ यहाँ चिप्लिँदैन त यस्तो छ खोला छ खोला अब राति त देख्दैन नेक्स्ट टाइम चाहिँ अब दिउँसो आएर चाहिँ हामी भ्लग बनाउँछौँ यो बाटोमा यस्तो दामी ठाउँ छ मौसम क्लियर भयो भने चाहिँ यहाँतिरबाट चाहिँ दामी भ्यू देख्छ क्या टक्क सनराइजहरू हेर्ने हो भने चाहिँ माथि नाइट भ्यू जस राम्रै आइरहेछ जाडो छ मेरो हातै जङ्गला जस्तो भइसक्यो अनि अघि भर्खर चाहिँ म मामा घर पनि गएको थिएँ मेरो पनि चेकआउट गरिदिनु होला अहिले भग हालिसकेको छु पुरै अप्ठ्यारो उतारहरूको हो यो चाहिँ अहिले रोइने आइपुग्यो हामी माथि चाहिँ मिस्टिक छ है यो चाहिँ मिस्टिक माउन्टेन हो यो चाहिँ मिस्टिक माउन्टेन दाइलाई अब गफ लगाएर यस्तो चिसो भइरहेको छ कि झन् त उनीहरू ग्लोभ्स हिँडिरहेको छ होइन हातले भएर होला सोच्नुहोस् एकचोटि
साजनले मैले फर्स्ट टाइम यहीँनिर लडाएको बाइक सिक्दाखेरि विली हानेको त्यसको औलै मर्केको थियो यार बुढी औला यहीँनिर लडाएको अफ रोड थियो साइड बाइक थियो टक्क सिक्दाखेरि पुरै उयो गरिदिएको विली हानेर ढ्याङ्ग्याङ लड्दा त त्यसको औलै मर्किरहेको त्यति बेला चाहिँ के थियो भने यो मासतिर चाहिँ हामीले टक्क दाउरा काट्न आएको थियो कि हामी यतातिर तल माथितिरको जङ्गल अब हामी रोहिणी कट्यो भनेपछि त अब 60 कुरे नि अब लगभग आइपुग्यो हामी यहाँको जात्रा रातिको जात्रा भनेको म फर्स्ट टाइम भनेको हाम्रो गाउँमा हुँदा चाहिँ आएको थियो अस्ति आउने कोटमा आएको थियो त्यही हो फर्स्ट टाइम मेरो चाहिँ एक्सपिरियन्सै छैन रातिको जात्रामा है सबभन्दा चाहिँ बवाल गर्ने कि फेरि यहाँतिरको मान्छे डरै लाग्ने मन लाग्दैन होइन छाती हान्ने घुँडा दुख्छ यार यहाँ यो यस्तो ठाउँमा चाहिँ बवाल जाडो हुने कि चिसो हुने प्लस यहाँ अब शीत पनि खस्या हुन्छ अन्त यसपालि चाहिँ खोइ मलाई जाडो कम भए जस्तो लाग्यो पहिला हेरेर किनकि पहिला त अब त्यो कुहिरो सिरो लाग्ने धामा त दिँदैहरू मार्चा सार्चा खस्ने मार्चा सार्चा देख्ने टक्क हुन्थ्यो सेतो हुने गरी खस्ने पुरै पानी त छुनै नसक्ने त्यस्तो आउँथ्यो त्यो चाहिँ यसपालि देखाएको छैन किनकि यसपालि जाडो एकदम कम छ पहिलाको हेरिकन पहिला त र पनि जाडै छ जाडो नभएको त होइन जस जाडो त छ तर पहिला जस्तो चाहिँ छैन शीत सर्ट लाइफ लङ लाइफ अरू ढिला पुगे केही छैन मान्छेलाई के नहोस् एक्सिडेन्ट नहोस् होइन आफ्नो पाराले हिँड्ने हो होइन यो चाहिँ यहाँ चाहिँ अब माछा पालन गर्दो रहेछ बबाल बोर्ड पनि छ होटेल चाहिँ थाहा भएन मलाई जोस् यहाँ माछा पाल्छ भनेर चाहिँ थाहा थियो यस्तो राति है यस्तो पानी चाहिँ यो चाहिँ खाना लायकको पानी हो है माथिबाट कुवासुवा बनाएर खायो भने चाहिँ खान मिल्न लायकको पानी हो यो 60 कुटे आइपुग्यो 60 कुटे होइन रहेछ नि 60 कुरे रहेछ कुरिया यहाँ छ बोर्ड हामीले चाहिँ अब पहिला 60 कुटे हुन्थ्यो अब 60 कुरिया रहेछ कि खास नाम चाहिँ हामी चाहिँ सौरा यसपछिको चाहिँ हाम्रो अब सौरा हो सिधै सौरा होइन त सौरा पोइन्ट होमस्टे पनि छ त्यहाँ हाम्रो भोलिसको रुम चाहिँ 2टा मात्र छ जस्तो लाग्यो त्यहाँ 4वटै हो यसो आएर भिजिट गर्नु होला भएको हुन्छ चाहिँ माथि राम्रो छ अघि यही बाटो कहाँ हो भएन हुन चाहिँ लाग्थ्यो पुरा भाइ त अब मैले फर्स्ट टाइम चलाएको अब डराएर हिँडिदिँदा भने यार धन्न यार ठोक्यो नि एकचोटि हेरेर आउनु पर्यो यार ला ओइ लागिरा ल तिग्लाउ खादानको फ्याङ्मुला झजाकार फ्याङ मुलाई भाइ मुख सारेर भाग्छ यार शिबारे मर्या छैन थेट
यार चरा के भयो नि हेरेको यार दुईजनाको हो ल खटेर गोद्नु पर्ने हो कि अब यो चाहिँ आजको चाहिँ पुरा हाम्रो हाइलाइट बन्ने हो है मुख छाडेर जाने हो यार त्यतिकै उठाएर हो र मुख छाडे हो कि हल नगर म्याजिले ल खट्नु पर्ने हो कि तपाईँ डराउँदो रहेछ नि साजन भएको भए म्या ल खटेर हानिदिन्थेँ म्या मुख छाडेर गएको हो कि कसम गएर हान्नुपर्ने हो कि उनीहरूलाई त यार अब त्यतिकै मुख छाड्ने हो यार भिडियोमा छ यहाँ प्रुफै छ कि त्यही भएर हाम्रो त गल्ती छैन नि त गएर हानिदिने हो कि आफ्नो ठाउँमा उनीहरू मुख छाडेर गएपछि त यार छोड्छ भनेर साधन हुनुपर्ने हो कि यो ठाउँमा साधन हुनुपर्ने हो कि यो ठाउँमा यार मुख छाड्यो भन्ने यत्रो मुख छाडेर यहाँ गइदियो छोडेर हुन्छ त्यसो कि केही छैन होइन अब यस्तो रखडा सगडा पनि गर्नु नेक्स्ट टाइम अब उनीहरू अब भेट्या भए चाहिँ अब फिटफुटाइ खाएर जान्थ्यो अब यो आफै त ल मैले नहाने पनि अरू दाइहरूले हान्थ्यो ल यस्तो यस्तो भयो भनेपछि चाहिँ अरूले चाहिँ हान्थ्यो मैले नहाने पनि किनकि मलाई त्यस्तो लफडा सफडा त मन पर्दैन होइन मैले सुने भने चाहिँ म लगिरहन्छु मैले सुनेन मैले नसुनेरै हो के हो यार बाटो त बबाल नि लागेर त हुन्छ चरा के भएको छैन जोस् अलिअलि उडिरहेछ अलिकति घाइते चाहिँ भयो होइन जोस् न केही भएन छ अब भोलि आज चाहिँ अलिकति रेस्ट होला उसलाई अब भोलि चाहिँ जोस् उडेर हिँड्छ ऊ सौरा स्टेसन यही हो होइन चाहिँ यहाँबाट चाहिँ भ्यू पनि दामी देख्छ है फेरि ठाउँ पनि राम्रो छ पिस चाहिन्छ भने चाहिँ अब टक्कै आएर जोस् बुकिङतिर पनि छ होला सायद बुकिङमा आएर टक्क यहाँ आउने यहाँ मन नपरे हाम्रोमा आउने के छ र सनराइज पोइन्ट होमस्टे पनि फेरि हाम्रो चाहिँ फेरि यो टोलभरिमा हाम्रै होला यार बवाल चल्ने फेरि हाम्रो चाहिँ फेरि फेसिलिटिज पनि त्यस्तै छ सर्भिस पनि छ राम्रो सर्भिस छ हाम्रोमा चाहिँ रिभ्यूहरू पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन यो छोरगाङमा आइपुग्यो हामी अब चाहिँ ट्याक्क हाम्रो होमस्टे चाहिँ देख्ने देखा भयो अब राति चाहिँ अब यस्तो यस्तो गाडीहरू हिँड्छ साधन भएको भए त्यसले पनि टप्दैन थियो यार साधन त अब राइडरै भयो नि यहाँनिरको
स्टल टक्क आउँदाखेरि यहाँ छिरेर चिया खाएर आउँदा पनि हुन्छ के भएछ यहाँ बिच बाटोमा गाडी रोकिया छ त के हो हान्दिम क्या हो क्या होला हामीलाई बाइक भित्र हाल्ने कि साधन मासतिर जाने नि ल अब हामी चाहिँ हाम्रो होमस्टेमा आइपुगिसक्यो होइन टक्क पारामा म चाहिँ अब जानुपर्ने हुन्छ ल हाम्रो राइडर चाहिँ यही हो आजको है अब राइडर यो भयो अब म भयो भ्लगर आजको होइन हाम्रो भाउजू पनि यहीँ हुनुहुँदो रहेछ ओ यो साजन भाइ यसकै नाम लिइरहेको क्या अघि मुख छाड्या त्यो मान्छेहरूको ठाउँमा यो चाहिँ भएको लखटी हान्थ्यो होइन ल आजको लागि चाहिँ यति नै अब लाइक कमेन्ट भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब यो भिडियो चाहिँ अब हाम्रो दाइको च्यानलबाट अपलोड हुन्छ है ल गाइज सेयर हानिदिनु पऱ्यो